पराललाई जलाए, गहुँको डाँठलाई जलाए, गर्दा गर्दै तोरीलाई थ्रेसर लगाइसकेपछि अलिअलि जुन भुस छ त्यसलाई पनि जलाइदिँदाखेरि हाम्रो खेतमा अर्ग्यानिक म्याटरको कसरी पूर्ति हुन्छ। हामीले जति डिएपी, युरिया, पोटास राखे पनि खेतमा कार्बनको पूर्ति भनेको पराल, गहुँको भुस, तोरीको भुस, मुसुरोको भुस लगायत अर्ग्यानिक म्याटरहरू डिकम्पोज भयो भने मात्रै हाम्रो खेतमा कार्बन कन्टेन्ट पूरा हुन्छ र खेतमा कार्बनको कमी भयो भने हामीले जति मल राखे पनि कार्बनको मात्रा पूर्ति हुँदैन र खेतको गुणस्तर दिनका दिन बिग्रिँदै जान्छ र यही अवस्था रह्यो भने आउने दिनमा हाम्रो खेतबाट कुनै किसिमको हामीले उत्पादन लिन सक्दैनौँ। त्यही भएर हजुरहरूसित मेरो अपिल छ, अहिले तोरीको सिजन चलिरहेछ, सबले थ्रेसर लगाइराख्नु भयो होला। आफ्नो खेतमा यसरी तोरीको थ्रेसर लगाइसकेपछि यो बाँकी जुन भुसहरू छ यसलाई नजलाउनु होला। यो जलाउनुको साटो यसरी लिएर खेतभरि यसरी छरिदिनु होला। यो खेतमा छर्दाखेरि के हुन्छ भने भोलि पर्सि पानी पर्छ, खेत जोतिन्छ, यसमा रोपाई गरिन्छ र ती चिजहरू सबै यहीँ कुहिन्छ र त्यसपछि यसैमा चाहिँ हाम्रो मल बन्छ, कार्बन कन्टेन्ट हाई हुन्छ। त्यही भएर हजुरहरूले पनि नजलाइदिनु होला। यो भिडियो सक्दो सेयर गर्नु होला, जसले गर्दा यो कुरा सबै साथीभाइहरूले थाहा पाउन् र आफ्नो खेतमा यसरी थ्रेसर लगाइसकेपछि जुन भुसहरू हुन्छ नजलाउन्। हस्त साथीहरू, धन्यवाद।